विगतमा ठूला राजनीतिक दलहरूले गर्ने व्यक्ति केन्द्रित प्रचार शैलीको कडा आलोचना गरेर चर्चामा आएका धरानका पूर्व मेयर हर्क साम्पाङको पार्टी पनि अन्ततः त्यही पुराना दलहरूकै बाटोमा हिँड्न थालेको छ। साम्पाङ नेतृत्वको पार्टीले आफ्ना मातहतका सबै कमिटीका कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य राख्न निर्देशन दिएको छ। पार्टीको 1 नम्बर कोशी प्रदेश कार्य समितिले सोमबार एउटा परिपत्र जारी गर्दै जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा र टोलसम्म आयोजना हुने जुनसुकै कार्यक्रमका ब्यानर तथा प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको फोटो अनिवार्य गर्न निर्देशन दिएको छ। प्रदेश कमिटी अध्यक्ष प्रताप राई र सचिव दीपक तिमल सिन्हाको संयुक्त हस्ताक्षरमा जारी वक्तव्य कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा श्रद्धेय श्रम पिता हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। श्रम संस्कृति पार्टीको यो निर्णयले विगतमा नेकपा एमाले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रमा राखेर गरेको प्रचार शैलीको सम्झना गराएको छ। 29 साउन 2080 मा बसेको एमाले सचिवालय बैठकले सार्वजनिक कार्यक्रमहरूमा पार्टी अध्यक्ष ओली बाहेक अन्य कुनै पनि नेताको फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो। त्यसबेला एमालेका तत्कालीन उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल मार्फत पार्टीका कार्यक्रमहरूमा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनलाई व्यवस्थित र एकरूपता ल्याउन नेता तथा कार्यकर्ताहरूलाई पत्र गरिएको जानकारी दिएका थिए। हिजोका दिनमा परम्परागत दलहरूले नेतालाई देवत्वकरण गरेको र अनावश्यक तडक भडक बढाएको भन्दै श्रम र माटोको राजनीति गर्ने दाबी गरेको श्रम संस्कृति पार्टीले पनि स्थापनाको छोटो समयमै आफ्नो शीर्ष नेतालाई श्रम पिताको उपाधिसहित ब्यानरको केन्द्रमा राख्न अनिवार्य गरेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यसको आलोचना र चर्चा सुरु भएको छ।